काकी हजुर के गर्न लाउनु भयो? म अब घाँसपात सुरु भयो नानी। अब यही भैँसीलाई घाँस राख्ने त्यही त हो काम। दिनदिनैका एउटै हुन्। अब यसरी घाँस राख्ने बिहानको काम सुरु भइसक्यो। अलिकति भइयो, अब भेइन आँटेको छ। अनि घाँस मात्रै हो र काकी? होइन नि, अब दाना पनि राख्ने हो। त्यसरी दाना राख्यो भने घाँस फ्याल्दैनन्। त्यसरी मजाले चलाएर गरेपछि उनीहरूले घाँस उडाउँदैनन्, बाहिर फाल्दैनन्। खायो त हौ काकी मिठो मानेर। एकदम मिठो छ नि त यिनीहरूको दाना। यसरी चलाइदिएर गरेपछि अब यो बाहिर फाल्दैनन्।